नमस्कार। आज हामी एउटा महत्त्वपूर्ण विषयमा छलफल गर्दैछौँ, कार्यालय व्यवस्थापन र कार्यविधि। हो, यो एकदमै आधारभूत तर निकै महत्त्वपूर्ण विषय हो, हैन? हामीसँग एउटा पाठ्यपुस्तकको अंश छ जसले यसका मुख्य पक्षहरूलाई समेट्छ। र हाम्रो उद्देश्य चाहिँ अब यी अवधारणाहरूलाई अलि सरल भाषामा बुझ्ने र बुझाउने हो। जस्तै टिप्पणी, प्रस्ताव, प्रतिवेदन, तोक, आदेश यिनको कुरा गर्नेछौँ। एकदम। सुरु गरौँ न त कार्यालय व्यवस्थापनबाटै। खासमा के हो त यो? सुन्दा अलि प्राविधिक लाग्छ, तर स्रोतले भन्छ यो चाहिँ सङ्गठनात्मक लक्ष्य पाउन स्रोत साधनको प्रयोग गर्ने प्रक्रिया हो। हो, स्रोत साधन परिचालन गर्ने, जस्तै योजना बनाउने, सङ्गठन गर्ने। अनि कर्मचारी व्यवस्थापन, समन्वय, नियन्त्रण यी सब पर्यो, होइन त? बिल्कुल। जर्ज आर टेरी, जेसी डेनियर जस्ता विद्वानहरूले पनि यसलाई योजना, समन्वय अनि त्यो स्रोतलाई परिचालन गर्ने कला भनेका छन्। भनेपछि कार्यालयलाई ठिक ढङ्गले चलाएर उद्देश्य पूरा गर्ने तरिका रहेछ। सरल भाषामा त्यही हो। तर यो किन यति महत्त्वपूर्ण छ त? राम्रो व्यवस्थापन नहुँदा के हुन्छ र? खै, महत्त्व त धेरै छ नि। पहिलो कुरा त स्रोत साधनको सही उपयोग हुन्छ। मतलब खेर जाँदैन। हो, अधिकतम उपयोग। अनि त्यसले उत्पादकत्व बढाउँछ। अच्छा। अनि अर्को कुरा, कार्यप्रणाली पनि प्रभावकारी र चुस्त हुन्छ। काम छिटो हुन्छ। एउटा सिस्टम बस्छ भनौँ न। एकदम। अनि सङ्गठनको लक्ष्य हासिल गर्न सजिलो भयो। राम्रो काम गर्ने वातावरण पनि बन्छ। वातावरणले पनि फरक पार्छ है। निश्चय नै। अनि महत्त्वपूर्ण कुरा, अभिलेख र सूचना व्यवस्थापन पनि यसैमा पर्छ। रेकर्ड किपिङ भनौँ न। हो त नि, व्यवस्थापनकै कुरा गर्दा त्यो अफिसको लेआउट, कार्यालय विन्यास भन्छ नि, त्यो पनि महत्त्वपूर्ण होला। एकदमै। कार्यालय विन्यास भनेको चाहिँ त्यो उपलब्ध ठाउँमा को कहाँ बस्ने, कुन सामान कहाँ राख्ने भन्ने कुरा हो। विभाग, शाखा अनुसार मिलाउने। हो, सङ्गठनको संरचना र कामको प्रकृति हेरेर यसले काम गर्न सजिलो बनाउँछ। ठाउँको पनि सदुपयोग हुने भयो। अब काम गर्ने तरिकातिर लागौँ। कार्यालय कार्यविधि, अफिस प्रोसिजर। कार्यविधि यो भनेको चाहिँ काम कसरी गर्ने भन्ने नियम वा तरिका हो। एउटा निश्चित प्रक्रिया हो, निश्चित प्रक्रिया। कुन काम कसरी, कहिले, कहाँ, कसले गर्ने भन्ने स्पष्ट हुन्छ यसले। यो किन चाहियो त? सिधै काम गर्दा हुँदैन? हुँदैन नि। पहिलो त नीति नियम पालना गर्नु पर्यो। कानुन मान्नु पर्यो। हो, अनि काममा एकरूपता ल्याउन, हैन? कसैले एउटा तरिकाले कसैले अर्कै तरिकाले गर्दा भएन। हो त। अनि जालसाजी, अनियमितता रोक्न पनि मद्दत गर्छ। आन्तरिक नियन्त्रण बलियो हुन्छ। आन्तरिक पारदर्शिता पनि आउँछ होला है। एकदम। सेवा प्रवाह पारदर्शी हुन्छ। नत्र त कार्यविधि बिनाको कार्यालय त दिशाविहीन जहाज जस्तै हो। हो, अन्योल हुन्छ, ढिलासुस्ती हुन्छ। अब केही मुख्य कार्यविधि हेरौँ न त। जस्तै टिप्पणी। यो शब्द त सरकारी अड्डातिर खुब सुनिन्छ। टिप्पणी यो चाहिँ कुनै विषयमा निर्णय लिनु पर्दा त्यो विषयसँग सम्बन्धित तथ्य, विश्लेषण, रायसहित माथिल्लो तहमा पेश गर्ने कागज हो। निर्णयको लागि आधार तयार पार्ने। हो, आधार। सामान्यतया तल्लो तहको कर्मचारीले सुरु गर्छ अनि क्रमशः माथि जान्छ। यसमा के हुनुपर्छ? विषय स्पष्ट हुनु पर्यो, त्यसको विश्लेषण हुनु पर्यो, अनि त्यो आवश्यक अरू कागजपत्रहरू पनि सँगै राख्नुपर्छ। राम्रोसँग रुजु गर्नु पनि महत्त्वपूर्ण छ। ठिक छ, टिप्पणीले निर्णय लिन मद्दत गर्यो। अब प्रस्ताव नि, रेजोल्युसन भन्छ अङ्ग्रेजीमा। प्रस्ताव चाहिँ अलि फरक छ। यो आफैमा निर्णयको मस्यौदा जस्तै हो। मस्यौदा? हो, कुनै निकाय जस्तै बैठकमा छलफल गरेर पास गर्नको लागि पेश गरिने निर्णयको खाका। यसलाई पास गरेपछि निर्णय हुने भयो। एकदम। यसका पनि दुई प्रकार हुन्छन् मुख्यतया, साधारण र विशेष। कस्तो कस्तो काममा प्रयोग हुन्छ नि? साधारण प्रस्ताव चाहिँ नियमित काम, जस्तै वार्षिक योजना पास गर्ने, लेखा परीक्षक राख्ने, यस्तोमा। अनि विशेष प्रस्ताव? विशेष चाहिँ महत्त्वपूर्ण वा अलि फरक खालका काममा, जस्तै संस्थाको विधान नै परिवर्तन गर्नु पर्यो वा नाम पुँजी फेर्नु पर्यो, त्यस्तो बेला विशेष प्रस्ताव चाहिन्छ। भनेपछि टिप्पणीले पृष्ठभूमि दियो, प्रस्तावले निर्णयको रूप दियो। हो, मोटामोटी त्यही हो। अब अर्को महत्त्वपूर्ण कार्यविधि, प्रतिवेदन, रिपोर्ट। प्रतिवेदन यो त कुनै घटना वा गरिएको काम वा कुनै खास विषयको बारेमा विस्तृत जानकारी हो। कस्तो जानकारी? यथार्थ विवरण र तथ्य सहितको। महत्त्वपूर्ण कुरा के हो भने प्रतिवेदन सधैँ तथ्यमा आधारित हुनुपर्छ।
अनुमान वा हल्लाको भरमा लेखिएको कुरा प्रतिवेदन होइन। यसका भागहरू पनि हुन्छन् होला नि? हुन्छन्। सामान्यतया सुरुमा परिचय अनि मुख्य भाग जहाँ विस्तृत विवरण हुन्छ र अन्त्यमा सहायक खण्डहरू हुन सक्छन्। यो किन तयार पारिन्छ त? सूचना दिन, योजना बनाउन मद्दत गर्न, निर्णय लिन सजिलो बनाउन अनि भएको कामको मूल्याङ्कन गर्न। धेरै काम लाग्ने रहेछ। एकदम। र अब अन्तिममा तोक आदेश, एन्डोर्समेन्ट वा अर्डर नोट। यो सानो देखिन्छ तर हो, सानो तर शक्तिशाली। तोक आदेश भनेको चाहिँ कार्यालयमा आएको कुनै कागजपत्रमा अब यसमा कसले के कारवाही गर्ने भनेर माथिको अधिकारीले दिने लिखित निर्देशन हो। ए पत्र आयो अनि हाकिमले ल फलानाले यो गर्ने भनेर लेखिदिने। हो, त्यस्तै। छोटकरीमा निर्देशन दिने। यसले जिम्मेवारी तोक्छ, कसले गर्ने भन्ने स्पष्ट हुन्छ। काम गर्न पनि सजिलो भयो। हो, अनि त्यो कारवाहीले वैधानिकता पनि पाउँछ। कसको आदेशले काम भएको भन्ने थाहा हुन्छ। ल आज त हामीले कार्यालय व्यवस्थापन र मुख्य कार्यविधिहरू जस्तै टिप्पणी, प्रस्ताव, प्रतिवेदन, तोक आदेशबारे राम्रै छलफल गर्यौं। यी सबैले कसरी एउटा कार्यालयलाई व्यवस्थित र प्रभावकारी बनाउँछ भन्ने कुरा गर्यौं। सारमा भन्दा राम्रो व्यवस्थापन र स्पष्ट कार्यविधि मिलेर नै कार्यालयको काम राम्रो हुने रहेछ, होइन त? बिल्कुल। स्रोतको सही प्रयोग अनि काम गर्ने स्पष्ट तरिका, यिनै हुन् मुख्य कुरा। यसले नै जवाबदेहिता पनि बढाउँछ। अब यो छलफललाई यही बिट मार्दा एउटा कुरा सोच्न मन लाग्यो भन्नुहोस् न। कि कुनै पनि सङ्गठनको सफलताको लागि त्यहाँको कार्यविधि सधैँ एकदमै विस्तृत र जटिल नै हुनुपर्छ र? कि कहिलेकाहीँ साह्रै सरल प्रक्रियामा पनि त्यो प्रभावकारिता लुकेको हुन्छ? हो, यो एकदमै सोचनीय विषय हो। सरलता र प्रभावकारिता बीचको सन्तुलन, होइन? यो आफैमा एउटा व्यवस्थापकीय चुनौती पनि हो।